हेलो गाइस, म चाहिँ इन्डियाबाट नेपाल आइसकेँ। म चाहिँ अहिले दुलाबारीमा छु। मैले चाहिँ लुगा लगाएको थिएँ। मेरो मामा घर 2 ठाउँ छ, एउटा दुलाबारी अनि एउटा फिक्कलमा 2 ठाउँ घर छ हैन। रमाइलो छ। अनि म चाहिँ गाडीमा चढेँ। हेर्नु न, पानी परिरहेको थियो अनि पानी पर्दै थियो। हामी जाँदैछौँ फिक्कल। यो चाहिँ चारली हो। हामी चारली आइपुग्यौँ। हेर्नु न, बाटो कस्तो बिग्रेको थियो, त्यही माथि पानी परिरहेको थियो हैन। हामी यहाँबाट अर्को गाडीमा चढ्नुपर्छ। अर्को गाडीमा चढ्यौँ हामी अनि जाँदै थियौँ माथि। कस्तो खुसी भइरहेको थियो मलाई भने नि भन्न सक्दिनँ। हेर्नु न, पानी परेर कस्तो हिलो मतलब रिस पनि उठिरहेको थियो, मजा पनि आइरहेको थियो हैन। अनि यो चाहिँ के भन्छ, झापा र इलामको बोर्डर हो। यहाँनिर चेकिङहरू गर्नुहुन्छ पुलिसहरूले अनि मात्र जान दिनुहुन्छ। यो चाहिँ हामी कुटीडाँडा आइपुग्यौँ। यो चाहिँ पाथिभरा मन्दिर हो। हेर्नु न, जति माथि जाँदै गयो त्यति जाडो हुँदै जान्छ हैन। अनि यो चाहिँ पाथिभरा मन्दिर नै हो। यताबाट जाँदा पनि हुन्छ, उताबाट जाँदा पनि हुन्छ। अनि हेर्नु न, मौसम कस्तो राम्रो थियो। हेर्नुहोस् त, जाडोले कस्तो भइरहेको थियो, खुसी लागिरहेको थियो। भिडियो बनाउन पाएको थिइनँ, मजाले केही देखेको थिएन। यो चाहिँ कन्याम हो। हामी कन्याम आइपुग्यौँ। उसैले केही देखेको थिएन। हेर्नुहोस् न, कस्तो छ जाडोले आचुचु भइरहेको थियो मलाई त। अब हामी फिक्कल आइपुग्यौँ। यो चाहिँ फिक्कल हो। बाटो बिग्रेको रहेछ यताको पनि कति वर्षपछि आयो, 2-3 वर्ष पछाडि। यो चाहिँ अन्त स्ट्यान्ड हो। तपाईँहरूलाई अन्त जानु छ भने ओर्लिनु होला। डाइरेक्ट गाडी भेट्छ यहाँबाट चाहिँ। अनि हामी चाहिँ अगाडि ओर्लिन्छौँ। सिधै जानुभयो भने इलाम पुग्नुहुन्छ अनि यता तल्लो बाटो जानुभयो भने चाहिँ पशुपतितिर पनि पुग्नुहुन्छ। दार्जिलिङ, सिक्किम तल्लो बाटोबाट जान्छ। हेर्नु ल, म अहिले तपाईँलाई देखाउँछु। यो अटो जाँदैछ नि, अटो हो। यहीँबाट तल जानुभयो भने तपाईँ दार्जिलिङहरू कहाँ पुग्न सक्नुहुन्छ। हाम्रो दोकान पनि त्यही छ नजिकै, तपाईँ देखिहाल्नुहुन्छ। म तपाईँलाई देखाउँछु। यो चाहिँ हाम्रो नानाको पसल हो हैन। मोबाइल पसल छ, मोबाइल रिपेयरिङहरू सबै थोक छ। म चाहिँ आउने बित्तिकै चकचक गर्न थालिहालेँ, चस्माहरू ट्राई गर्न थालेँ, के गर्न थालेँ। हेर्नु न, पसल कस्तो राम्रो छ। सबै थोक पाउँछ यहाँ, के चाहे भने आउनु होला है। म चाहिँ घर आइपुगेँ तल। भोक लागिरहेको थियो। नुडल्स चाउचाउ खाँदै थियौँ जाडोमा। पिरो नुडल्स हैन, तातो पिरो हुँदै भयो नि खाएँ तातो भएर। म चाहिँ रेस्ट गर्नलाई गएँ, खायोओरी। अब नेक्स्ट भ्लगमा भेटौँला गाइज। थ्याङ्क्स फर वाचिङ। बाई बाई।